श्री कृष्ण कन्हैया लाल की, श्री सद्गुरु महाराज की, श्री प्राणनाथ प्यारे की। धर्मप्राण सुन्दर साथजी, हजुरहरूलाई श्री 5 नौतनपुरी धामबाट कोटानकोट प्रेम प्रणाम। विशेष गरेर श्री 5 नौतनपुरी धामको यहाँ नयाँ निर्माण नवनिर्माणको कार्य यहाँ सुचारू ढङ्गले चलिरहेको छ। यस अवसरमा अब यहाँ नजिकै गुरु पूर्णिमा केही दिनपछि गुरु पूर्णिमाको पावन पर्व भएको हुँदा यहाँ हाम्रा सन्त गुरुजन धर्म प्रचारक वृन्द यहाँ हामी एकत्रित भइरहेका छौँ। अब हजुरहरूलाई सबभन्दा पहिला खिजडाजीको दर्शन हामी यतापट्टि अलिकति माथि देखाउनुहोस् त। खिजडाजीको दर्शन जुन हाम्रो समाजको लागि अत्यन्त गौरवको यो विषय हो कि सद्गुरु श्री देवचन्द्रजी महाराजले जहाँ तपस्या गर्नुभएको अनि परमधामको हरालाल वृक्षको प्रतीक स्वरूप खिजडाजीको तल छायामा बसेर हामीहरू सबै यहाँ दर्शन पनि गरिरहेका छौँ र हजुरहरूलाई दर्शन गराउने पनि काम गरिरहेका छौँ। हजुरहरूलाई सबैलाई कोटानकोट प्रेम प्रणाम। अब यहाँ हामी सबैजनाले आफ्नो भाव व्यक्त गर्नेछौँ। प्रणाम। ए मध्यपुरी जो कहावे नौतन जेहनु नाम, 14 भवन उत्तम जहाँ वाला नो विश्राम। प्राणधार सुन्दर साथजी प्रणाम। जहाँ वाला नो विश्राम, जहाँ वाला अक्षरातीत पूर्ण परमात्माको साक्षात पदरापण भएर विश्राम भएको स्थान यो श्री 5 नौतम श्री 108 नौतपुरी धाम हो। तसर्थ मरेर परमधाम जान यो त पछिको कुरा हो। जो जिउँदै परमधाम जानु छ भने एकचोटि नौतनपुरी आउनुहोस् र यो नौतनपुरीको दिव्य भूमिको स्पर्श पाउनुहोस् र सबैलाई नौतनपुरी धामको तर्फबाट सद्गुरु महाराजको, निजानन्द स्वामीको, महामती प्राणनाथजीको र वर्तमान आचार्य श्रीको पनि आशीर्वाद लागिरहोस्। प्रणाम। प्रणाम सुन्दर साथजी प्रणाम। आज हामी सद्गुरुको तपस्थली जहाँ सद्गुरुले आफ्नो साधनाद्वारा यस भूमिलाई परिपूर्ण रूपमा सुसिञ्चित गर्नुभएको यस तपस्थली श्री 5 नौतनपुरी धाम, जहाँ पूर्ण ब्रह्म परमात्माको विश्राम स्थली, अक्षरातीत पूर्ण ब्रह्म परमात्मालाई बनेको पहिलो धाम सृष्टिको यहाँ छौँ र अहिले यसको पुनर्निर्माणको कार्य अत्यन्तै तीव्र रूपमा भइराखेको छ र हामी खिजडाको पावन छाउमा बसेर बोलिरहेका छौँ। यहाँ अनन्त आनन्द अनि अनन्त ऊर्जा, यहाँ सद्गुरुद्वारा प्रदत्त ऊर्जा प्राप्त भइरहेको छ। वर्तमान सद्गुरु स्वरूप आचार्य महाराज श्रीको सानिध्यतामा बनिरहेको श्री 5 नौतनपुरी धामको पुनर्निर्माणको कार्यमा हजुर हामी सबैजना जुटेर सब सुन्दर साथको दायित्व बन्दछ। यो धाम बनाउनका लागि अघि नै गुरुदेवले भनिसक्नुभयो, मरेर परमधाम त जानु सुनिश्चित छँदैछ यो शरीरलाई त्यागे पछाडि आत्माले, र जीवित परमधाम श्री 5 नौतनपुरी धाम हो जहाँ पूर्ण ब्रह्म परमात्माले विश्राम लिनुभएको भूमि र जहाँबाट परमधामकी जमुनाजी प्रकट भइन्। लाल हरा वृक्षको रूपमा 2 खिजडा वृक्ष छन्। त्यसै गरी महामती प्राणनाथजीको प्रादुर्भाव भूमि, त्यसै गरी सद्गुरुले तपस्या गर्नुभएको यो पावन भूमि, सद्गुरुको गादी, जहाँ बसेर सद्गुरुले 25 पक्ष परमधामको वर्णन यहाँ अत्यन्तै तीव्र रूपमा गरेर अनन्त ब्रह्म आत्माहरूलाई जागनी गर्ने काम गर्नुभयो। त्यही विधा आज यहाँ चलिरहेको छ र यो दिव्य धामलाई निर्माण गरेर यहाँ आनन्द लिने काम हजुर हामी सबैको हो। त्यसले गर्दा हजुर हाम्रो कमाइको, सत्यको कमाइको दशंशा यहाँ ल्याएर श्री 5 नौतनपुरी धाममा सद्गुरुको तपस्थलीमा श्री कृष्ण परमात्माको दरबारमा धाममा हामी खर्च गरौँ। हामी सबैको प्रणाम हजुर सबैलाई। प्रणाम सुन्दर साथी, सबैलाई धेरै धेरै प्रेम प्रणाम। पूर्ण ब्रह्म परमात्मा अक्षराती श्री राजश्यामजीको धरतीको पहिलो घर भनौँ श्री 108 नौतनपुरी धाम अहिले पुनर्निर्माणको कार्य चलिराखेको छ। हजुरहरू सबैलाई सामाजिक सञ्जाल मार्फत विदितै छ। सद्गुरु हुनुहुँदाखेरि हामी थिएनौँ, अहिले हुनुहुन्न। सद्गुरु हाम्रो साथमा हुनुहुन्छ, तर हामीले यो सेवा गर्ने शुभ अवसर यो 400 वर्षपछि हामी सबैलाई प्राप्त भएको छ। सबै सन्त गुरुजनहरूले भनिसक्नु भएको छ। हामी यथाशक्य हाम्रो क्षमता अनुसारको सेवा सहयोग हामीले आफन्तलाई भनेर
अनि आफूले पनि यो शुभ अवसरलाई नगुमाउनु हार्दिक अनुरोध पनि गर्न चाहन्छौँ। 2 वर्ष पहिला शिलान्यास समारोहमा त्यो भव्य उत्सवमा आउने हामीलाई एउटा अवसर प्राप्त भएको थियो र यसपालि पनि श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त श्री विभूषण जगद्गुरु आचार्य महाराजको दर्शनका निमित्त यो धामको बन्दै गरेको निर्माणको क्रमलाई दर्शन गर्ने अभिलाषा हामीलाई जागेर दर्शन गर्ने अवसर यो गुरु पूर्णिमाको शुभ अवसरलाई पाएर हामी दर्शनार्थ आएका छौँ। सबै साथीहरूलाई जोडिएर यो कार्यलाई साथ सहयोग पुर्याइदिनु हुनको लागि सम्पूर्ण गुरुजनहरूको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक अनुरोध गर्न चाहन्छु। सबैलाई प्रणाम सबै सुन्दर साथीहरूलाई। यति बेला हामी श्रीकृष्ण प्रणामी धर्मको आचार्य पीठ श्री 5 नौतनपुरी धामको यो दिव्य प्राङ्गणमा उपस्थित छौँ। अनन्त विभूषी जगद्गुरु आचार्य महाराज श्रीको निश्रामा 400 सालदेखि चल्दै आएको श्री 5 नौतनपुरी धामको पुनर्निर्माणको कार्य चाहिँ पूज्य आचार्य महाराज श्रीको सानिध्यतामा उहाँको प्रेरणाबाट राज्यको कृपाद्वारा यो निर्माण भव्य भइरहेको छ। धेरै सुन्दर साथहरूले कसैले तनबाट, कसैले मनबाट, कसैले धनबाट सहयोग गरिरहनु भएको छ। यसको कार्य चाहिँ अझ अहिले सामान्य देखिए पनि भित्र रूपमा यसको कार्यहरू निकै बढिरहेको छ र अब अझ अगाडि हामीले पनि देख्ने गरी त्यो निर्माणका कार्यहरू देखिनेछन्। तसर्थ यहाँहरू सबैले यो तन मन धनबाट जोडिएर चाहिँ यो भव्य निर्माण कार्यमा चाहिँ पूर्ण समर्पित हौँ। प्रणाम। हामीले त के भन्नु, श्रीकृष्ण प्रणामी मन्दिर सिमराका अध्यक्षजी आदरणीय श्री मधुसूदन सिटौलाजी, उहाँले पनि केही भाव 2 शब्द राखिदिनु होला। प्रणाम। श्री 5 नौतनपुरी धाम जामनगरमा यो पहिलोपल्ट चाहिँ यहाँ यो निर्माणाधीन मन्दिरको दर्शन गर्न हामी उपस्थित भएको छौँ। गुरु पूर्णिमाको उत्सवलाई लिएर म यहाँ भइरहेको अति यो निर्माणको चाहिँ काम कलात्मक सृजना देखेर प्रभावित छु। हामी सबै यस धर्ममा समर्पण हुने र यसमा आबद्ध रहने, सबैले आफ्नो पसिनाको बुँद पनि लगाएर यो काम सम्पन्न गर्न पर्छ भनेर मेरो मनले भनिरहेको छ र हामी त्यही हिसाबले लाग्नलाई सबै भक्त सम्प्रदाय, हाम्रा सम्प्रदायका सबै सुन्दर साथहरूमा सक्दो सहयोगको लागि समर्पण गर्नको लागि म प्रणाम गर्छु। प्रणाम। त्यसै गरी हाम्रो श्री श्यामकृष्ण श्रेष्ठ दाईको पनि भनाइ सुनौँ। कन्हैयालाल की जय। हाम्रो अहोभाग्य सद्गुरु श्री देवचन्द्रजी महाराजले जहाँ ध्यान गर्नुभएको थियो, जहाँ धर्मको प्रचार गर्नुभएको थियो, त्यो प्रथम यस श्री 5 नौतनपुरी धामको पुनर्निर्माण कार्य एकदम भव्य रूपले सम्पन्न हुन गइरहेको छ र सम्पूर्ण सुन्दर साथहरूमा आफूले सकेको सहयोग र जति हुन्छ आफ्नो कमाइको 1 अंश यस श्री 5 नौतनपुरी धामलाई सहयोग गर्नुहुनेछ भन्ने म अनुरोध गर्दै प्रणाम गर्दछु। प्रणाम। प्रणाम।